हेलो हेलो हेलो। हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्कार। आज फेरि 10 डे गो लाइभ च्यालेन्ज लिएर आज चाहिँ मेरो डे 10 सक्सेसफुल स्टोरी लिडरसिप। आज चाहिँ मैले यस्तो गेस्ट हजुरहरू सामु लिएर आइसकेको छु कि उहाँ चाहिँ हाम्रो यो अनलाइन डिजिटल बिजनेसमा चाहिँ एकदमै सक्सेसफुल पर्सन हुनुहुन्छ र आज चाहिँ हजुरहरूले उहाँबाट चाहिँ कसरी सक्सेस हुनुभयो, कसरी चाहिँ यो बिजनेसमा जोइन भएर अगाडि बढ्नुभयो भन्ने कुरा चाहिँ अब उहाँबाटै सुन्नुहोला भन्दै मेरो सानो परिचय चाहिँ हजुरहरू सामु दिन चाहन्छु। नमस्कार, फेरि पनि मेरो नाम चाहिँ सोमनाथ रिजाल, नेपाल बिर्तामोड झापाबाट भने हाल चाहिँ म युएसको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा बसोबास गर्दै आइरहेको छु भने मेरो चाहिँ फुर्सदको समयमा चाहिँ मैले एमेजिङ अनलाइन डिजिटल बिजनेस चाहिँ रन गर्दै आइरहेको छु। जुन मेरो बचेको समयलाई चाहिँ अब फ्युचर चाहिँ हामीले चाहिँ अनलाइन डिजिटलतर्फ जानुपर्छ भन्ने लागेर चाहिँ यो बिजनेसमा आबद्ध भएर काम गर्दै आइरहेको छु भन्दै यति भन्दै म चाहिँ मेरो यस्तो एमेजिङ गेस्ट हुनुहुन्छ उहाँलाई नै आफ्नो सानो परिचय दिनुहुन म अनुरोध गर्न चाहन्छु। नमस्ते सबैजनालाई। आज सोमजीले मलाई यो तपाईँको इन्टरभ्यूमा बोलाएर मलाई यहाँ आफ्नो केही शब्द राखिदिनु पाएकोमा म चाहिँ एकदमै खुसी छु र तपाईँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु र सम्पूर्ण दर्शकबिनहरू जसले हामीलाई हेरिराख्नु भएको छ उहाँहरूलाई पनि हाम्रो लाइभमा स्वागत छ र धेरै धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छु र मेरो परिचयबाट नै आज कुराहरू सुरु गरौँ होला भन्ने लागेको छ र मेरो परिचय दिनुपर्दा म चाहिँ ज्ञान कृष्ण डङ्गोल हाल सान जोसे क्यालिफोर्नियामा चाहिँ विगत 10 वर्षदेखि बस्दै आइरहेको छु भने मैले चाहिँ एउटा आइटीमा चाहिँ फुल टाइम गर्दै आइरहेको छु। त्यसको साथसाथै चाहिँ यो एमेजिङ डिजिटल बिजनेस गरेको पनि 2.5 वर्ष भइसकेको छ र यसमा चाहिँ धेरै कुराहरू सिक्दै अगाडि आइरहेको छु र राम्रो कुराहरू पनि मैले धेरै पाएको छु भने एउटा त फाइनेन्सियल रूपमा चाहिँ 2.5 वर्षभित्र नै एउटा स्टेबल रूपमा चाहिँ इन्कम गर्न सकिरहेको छु है। यो चाहिँ यस्तो बिजनेस हो जसमा चाहिँ तपाईँहरूले होइन म जस्तै फुल टाइम गरिराख्नु भएको छ भने पनि तपाईँले एज अ पार्ट टाइमको रूपमा यसलाई चाहिँ गर्दै जान सक्नुहुन्छ र बिस्तारै तपाईँले चाहिँ इन्कम गरेर यसलाई नै प्लान ए को रूपमा पनि तपाईँले चाहिँ यो सुरु गर्न सक्नुहुन्छ। र मेरो मूल घर चाहिँ काठमाडौँ नेपाल हो भने म चाहिँ 2016मा यहाँ आएको हो र अरू छोटो परिचय अहिलेलाई यति नै र सोमजीलाई म ब्याक टु सोमजी भन्न चाहन्छु र फेरि स्टोरी सुनाउन त बाँकी नै छ आज सक्सेस स्टोरीको कुरा है त। वा, थ्याङ्क यू। हजुरले धन्यवाद हजुरलाई, किनकि हजुर म जस्तो व्यक्तिको निमन्त्रणालाई स्वीकार गरेर यो मेरो लाइफमा आएर हजुरले सुगन्ध थपिदिनु भएको छ। त्यसैले गर्दाखेरि हो वास्तवमै पनि हामीले चाहिँ अबको फ्युचर भनेको चाहिँ डिजिटल स्किलहरू सिकेर हामीहरूले चाहिँ आफ्नो भविष्य मात्रै नभएर आफ्नो बालबच्चाहरूलाई पनि फ्युचरको लागि चाहिँ हामीले यो बिजनेसबाट चाहिँ सेक्युर गर्न सक्यो भने वास्तवमै पनि यो हामीहरू सक्सेस बन्न सक्छौँ। किनकि अब अरूको अन्डर नभएर आफ्नै अन्डरमा चल्न सक्यो भने अवश्य पनि हाम्रो फ्युचरलाई चाहिँ हामीले राम्रो बनाउन सक्छौँ भन्दै धन्यवाद। म चाहिँ फेरि पनि हाम्रो सक्सेस पर्सन हाम्रो ज्ञान सरलाई नै केही प्रश्नहरू गर्न चाहन्छु कि केही सोध्न चाहन्छु। हजुरले अघि पनि भन्नुभयो म चाहिँ आइटी फिल्डमा काम गर्छु भनेर भयो। आइटीमा यस्तो राम्रो जब हुँदाहुँदै हजुरले चाहिँ यो अनलाइन डिजिटल बिजनेस किन रोज्नुभयो र अनलाइन डिजिटल बिजनेसबाट चाहिँ हजुरले के कस्ता कुराहरू एचिभ गरिसक्नुभयो? तपाईँले चाहिँ मेरो दर्शकहरूलाई केही बताइदिनुहुन्छ कि त? नमस्ते फेरि पनि तपाईँको प्रश्नको लागि र अघि नै मैले भनिसकेँ म चाहिँ आइटीमा काम गर्दै थिएँ र फुल टाइम पनि काम गर्दैछु र त्यसको बावजुद चाहिँ किन यो गर्नु पर्यो भन्ने प्रश्नमा चाहिँ अब सबैलाई थाहा छँदैछ आइटी जब अथवा अमेरिकामा त अब धेरै जबहरू चाहिँ अब तपाईँको धरापमा परिसकेको छ र कुनै पनि बेलामा हामी चाहिँ ले अफ हुन सक्छौँ किनभने अहिलेको जमाना भनेको सबै अटोमेसन्स र एआईको जमाना त्यसै रोबोटिक्सको जमाना छ है। अनि मैले चाहिँ यो बिजनेस किन सुरु गरेँ भन्ने कुरा चाहिँ बेस्ट यो चाहिँ बिगेस्ट वाइ भन्दाखेरि चाहिँ म चाहिँ यो 2022 भन्दा अगाडि चाहिँ कोभिड जुन लाग्यो त्यसपछि चाहिँ यो कोभिडले चाहिँ गर्दाखेरि धेरै मान्छेहरूले आफ्नो जब गुमाउनु पर्यो। त्यसको साथसाथै चाहिँ होइन अनि मेरो चाहिँ मैले काम राम्रो गर्दै थिएँ र मेरो साथीहरूले पनि राम्रो गर्दथे कोवर्करहरूले। अनि उहाँहरूले चाहिँ राम्रो काम गर्दा गर्दै पनि उहाँहरूले चाहिँ थोरै केही मिस्टेक गरेको हुनाले चाहिँ उहाँहरूलाई निकालिदियो र त्यही सम्झेर चाहिँ अब चाहिँ होइन
कुनै पनि बिजनेस कुनै पनि काममा चाहिँ एकदमै कम्पनीमा चाहिँ काम गरिराख्दा जति नै राम्रो काम गरे पनि त्यहाँ चाहिँ तपाईँको त्यो चाहिँ आफ्नो कहिल्यै हुँदैन रहेछ क्या। त्यो चाहिँ कहिले पनि त्यहाँ चाहिँ तपाईँ चाहिँ एकदमै स्थायी रूपमा छु भनेर चाहिँ तपाईँले चाहिँ कहिले पनि सम्झिनु हुँदैन रहेछ भन्ने कुरा मैले महसुस गरेँ। किन भन्दै उहाँहरू चाहिँ 12 वर्ष 13 वर्षदेखि काम गर्दै थियो र त्यो उहाँहरूले चाहिँ उहाँहरूलाई चाहिँ निकालिदिएपछि चाहिँ पक्कै पनि मेरो पनि त त्यो दिन आउला नि, मलाई पनि निकालिदिन्छ होला। अब त्यसपछि त्यो निकालिसकेपछि होइन जब पाउन धेरै नै गाह्रो छ यहाँ होइन। एकचोटि जब गुमिसकेपछि होइन त्यो फेरि 4-5 महिना नै तपाईँको चाहिँ जब बिना बस्नुपर्छ। अनि त्यो भयो भने त हामी सस्टेन पनि गर्न सक्दैनौँ। त्यही भएर चाहिँ मैले चाहिँ यसो सोचेँ होइन, आज मेरो कोवर्करलाई निकाल्यो भने भोलि त पक्कै मलाई पनि निकाल्छ। अब त्यो निकाल्नुभन्दा अगाडि चाहिँ मैले चाहिँ यस्तो बिजनेस गर्नुपर्छ जुन बिजनेसमा चाहिँ होइन म नै आफै मालिक होस्, मलाई चाहिँ कसैले निकाल्न नसकोस्, मैले चाहिँ आफ्नै बिजनेसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने हिसाबले चाहिँ मैले यो खोज्दै जाँदाखेरि यो अनलाइन डिजिटल बिजनेस चाहिँ मैले सोसियल मिडिया मार्फत थाहा पाएर त्यहाँबाट मैले सुरु गरेको हो है। अनि यो सुरु गर्नुको अर्को मुख्य उद्देश्य भनेको त अब सबैलाई थाहा नै छ पैसा कमाउने भन्ने कुरा हो। यसमा चाहिँ मैले आफ्नो पर्सनल ग्रोथको साथसाथै चाहिँ होइन एकदमै टाइम फ्रिडम प्लस अनि फाइनेन्सियल फ्रिडम पाउने पनि देखेर चाहिँ मैले यो यसमा चाहिँ इन्भल्भ भएर आज 2.5 वर्षभित्र नै मैले चाहिँ एउटा फाइनेन्सियल रूपमा चाहिँ एउटा इस्टेब्लिस हुन सकेको छु भनेर मैले अघि पनि भनिसकेँ। अनि टाइम फ्रिडम पनि छ, मैले चाहिँ फुल टाइम गरिरहेको छु कम्पनीमा। तर त्यसमा चाहिँ होइन अहिले चाहिँ यो बिजनेसमा मैले होइन आफ्नो बचेको टाइम होइन ब्रेकको टाइम होस् अथवा काम सकाएर आइसकेपछि 1-1.5 घन्टा 2 घन्टा दिएर पनि मैले चाहिँ राम्रो इन्कम गरिरहेको छु होइन। त्यही भएर चाहिँ यो बिजनेस चाहिँ होइन सबैको लागि हो, म जस्तै फुल टाइम गर्नेको लागि पनि हो र अरू जस्तै घरमै बसेर आफ्नो बच्चाहरूलाई हेरेर बस्ने प्यारेन्ट्सहरूको लागि पनि एकदमै बेस्ट हुन्छ। किनभने हामी कम्पनीमा अरूको होइन अन्डरमा काम गर्दाखेरि कुन बेलामा हामीलाई के हुनसक्छ अनि हाम्रो शरीर सधैँ पनि होइन एउटा यङ भइराख्दैन। प्लस त्यसको साथसाथै चाहिँ हामी सधैँ काम गर्न सकिराख्दैनौँ। अनि त्यसको साथसाथै चाहिँ होइन कहिले हामीलाई निकालिदिन्छ भन्ने कुराको होइन डरले नै चाहिँ मैले चाहिँ यो बिजनेस सुरु गरेको। आज चाहिँ आफै मालिक भएको छु, मैले यो आफ्नै कम्फर्ट जोनबाट चाहिँ मैले यो बिजनेस गर्न सकेको छु होइन। त्यही भएर चाहिँ मैले यो बिजनेस सुरु गर्नुको कारण भनेको चाहिँ म आफ्नो होइन मालिक आफै हुन सकौँ, मेरो आफ्नो स्केड्युल आफै तय गर्न सकोस् होइन। मेरो अलार्ममा अरूको अलार्ममा चाहिँ म उठ्नु नपरोस् भन्ने हिसाबले चाहिँ मैले यो बिजनेस अगाडि गर्दैछु र गर्दै आइरहेको छु। र चाँडै यसबाट चाहिँ होइन रिटायरमेन्ट होइन तपाईँको अरू फुल टाइम जबलाई छोडेर चाहिँ यसमा फुल टाइम गर्ने होइन मैले सोचिरहेको छु। त्यही भएर चाहिँ म चाहिँ यो भन्न चाहन्छु कि तपाईँहरू पनि फुल टाइम गरिराख्नु भएको छ, तपाईँहरू इन्जिनियर हुनुहुन्छ होइन, डक्टर हुनुहुन्छ अथवा टेक्निसियन हुनुहुन्छ, ग्यास सिस्टम काम गर्नुहुन्छ, त्यो जब भनेको चाहिँ सधैँ नै के हुन्छ सेक्योर हुँदैन। त्यही भएर चाहिँ तपाईँहरूले पनि होइन बेलामै सोच्नुहोस् होइन, बिजनेस अगाडि गर्नुहोस्, आफ्नो भयो भने आफ्नै हुन्छ भन्ने कुरा तपाईँहरूलाई थाहा नै छ होइन। त्यही भन्न चाहन्छु। ब्याक टु हाम्रो सोमजी। वाउ, हाम्रो ज्ञान सरले कति राम्रो कुरा गर्नुभयो। उहाँ आइटी फिल्डको हुँदा हुँदै पनि उहाँले चाहिँ त्यो फिल्ड पनि मेरो लागि चाहिँ सेक्युर छैन, मेरो लागि चाहिँ यो फिल्डबाट पनि म चाहिँ मेरो भविष्य चाहिँ छैन भन्ने सोचेर चाहिँ उहाँले डिजिटल बिजनेसमा आबद्ध भए भन्ने कुरा मेरो दर्शकहरूलाई भनिसक्नुभयो। हो, वास्तवमै पनि अहिलेको दुनियाँ भनेको चाहिँ अब एआई र रोबोटले चाहिँ चलाउन थालिसकेका छन्। मैले बारम्बार भन्दै आइरहेको छु, म एज अ उबर ड्राइभर हुँ। उबरको सेक्टरमा पनि धेरैलाई लाग्न सक्छ उबर ड्राइभर त मान्छेले देखि बाहेक अरूले चलाउन सक्दैन भनेर सोचिरहेका हुन सक्छौँ। वास्तवमै भने अहिले मेरो सान फ्रान्सिस्को सिटीमा चाहिँ अटोनमस भेहिकलहरूले हाम्रो जबलाई धरास्त्र धराशायी पार्दै गइरहेका छन्। त्यसैले पनि अबको फ्युचर आजलाई भन्दा पनि भोलिको फ्युचरलाई चाहिँ हामीले सोचेर यो डिजिटल स्किलहरूलाई चाहिँ सिकेर हामीले अगाडि बढ्न सक्यौँ भने अवश्य पनि हाम्रो फ्युचरलाई हामीले अगाडि बढाउन सक्छौँ। र वास्तवमै पनि यो अहिले चाहिँ किन इम्पोर्टेन्ट बन्दै गइरहेको छ भने अब हिजो अस्ति आएको के अरे एआईले गर्दा धेरैको जब चाहिँ खाइदिइरहेको छ। किनकि अब मान्छेलाई भन्दा सस्तो चाहिँ एआई भइदियो। त्यही भएर पनि र उहाँले पनि भनिसक्नुभयो हो। र अझै म उहाँलाई अरू क्वेसनहरू पनि गर्न चाहन्छु। हो, वास्तवमै यो डिजिटल बिजनेसमा चाहिँ अझै पनि धेरै मान्छेहरूले विश्वास गरिरहेका छैनन्। त्यो किन र यो डिजिटल बिजनेस चाहिँ
ठग्ने हो भनेर भन्ने गर्छन्, यो चाहिँ किन? तपाईँले केही स्पष्ट पारिदिनुहुन्छ कि मेरो दर्शकको लागि? फेरि प्रश्नको लागि हाम्रो सम्झीलाई धेरै धेरै धन्यवाद। हुन त हो, अब सबै मान्छेले चाहिँ एकैचोटि हरेक कुरालाई चाहिँ विश्वास गर्न गाह्रो पनि हुन्छ। अनि अर्को कुरा भनेको चाहिँ अनलाइन भइसकेपछि धेरै मान्छेहरू चाहिँ पहिला धेरै स्क्यामहरूमा, अनलाइन स्क्यामहरूमा चाहिँ उहाँहरू फसिसक्नु भएको हुनाले चाहिँ यो बिजनेसलाई पनि उहाँहरूले त्यही क्याटेगोरीमा राख्नुभयो। अनलाइन भन्ने बित्तिकै मान्छेहरू स्क्याम हो भन्ने कुरा सम्झिन्छ, होइन, ठान्छ। तर यो सबै बिजनेस, होइन, सबै कुराहरू एउटै हुँदैन, होइन, सबै मान्छे एउटै हुँदैन भन्ने कुरा गर्न चाहन्छु। अब पहिला सुरुमा त हामी यसरी लाइभ, होइन, आएर चाहिँ हामी चाहिँ यो बिजनेसको बारेमा बोलिरहेको छु भनेपछि पक्कै पनि एकदमै साधारण दिमाग भएको मान्छेले चाहिँ सोच्नुपर्छ कि यो चाहिँ स्क्याम होइन। किनभने स्क्याम गर्ने मान्छेहरूले चाहिँ इभन उहाँहरूले अनुहार देखाउँदैन, उहाँहरूको आइडी लुकाउँछ, उहाँहरूले चाहिँ, होइन, डाइरेक्ट फेस टु फेस कुराहरू पनि गर्दैन भने पक्कै पनि हामीले चाहिँ यो बिजनेसलाई चाहिँ यसरी ठान्नुपर्छ। यो बिजनेसमा चाहिँ 1099 पाउँछ। हामी चाहिँ, होइन, सोसल सिक्युरिटी राखेर, होइन, युएसमा त सोसल सिक्युरिटी राखेर नै यो बिजनेस गर्नुपर्ने भएकोले चाहिँ, होइन, यसलाई चाहिँ तपाईँले चाहिँ स्क्याम होइन, यो चाहिँ लाइफ चेन्जिङ बिजनेस भनेर सम्झिनुहोस्। किनभने यसमा चाहिँ धेरै मान्छेहरूले चाहिँ लाइफ चेन्ज गरिसकेको छ, होइन। अनि त्यही भएर चाहिँ अब जति पनि मान्छेहरूले चाहिँ त्यस्तो सोचिराख्नु भएको छ भने पक्कै पनि तपाईँहरूले चाहिँ फ्रीमा, होइन, कन्सल्टेसन लिन सक्नुहुन्छ। तपाईँले चाहिँ अब फ्रीमा सोमजीलाई गएर फोन गरेर सोध्नुहुन्छ, अथवा तपाईँ युएसमा क्यालिफोर्निया, सेन फ्रान्सिस्को, होइन, यता नजिकै बे एरियामा हुनुहुन्छ भने हामी डाइरेक्टै भेटेर पनि कुराहरू गर्न सक्छौँ, बिजनेसहरू प्लानहरू सेयर गर्न सक्छौँ, होइन। त्यो चाहिँ यो चाहिँ एकदमै, होइन, मान्छेहरूको लागि चाहिँ के हो भन्दाखेरि चाहिँ अगुल्टोले हानेको कुकुर, होइन, बिजुली चम्किँदा डराउँछ भने जस्तै मात्रै हो, होइन। धेरै मान्छेहरूले चाहिँ यसलाई चाहिँ स्क्याम किन भनेको भने उहाँहरू पहिला नै स्क्याममा परिसक्यो, होइन। यो स्क्याम हो कि होइन भन्ने कुरा चाहिँ तपाईँले चाहिँ भित्र आएर चाहिँ तपाईँले, होइन, एकदमै फ्रीमा चाहिँ बुझ्न सक्नुहुन्छ। पहिला तपाईँहरूले चाहिँ जति पनि बिजनेसहरू गर्नुभयो त्यो बिजनेसहरूमा तपाईँहरू लोभमा पर्नुभयो कि किन भन्दाखेरि 5,000 तपाईँले लगानी गर्नुभयो भने तपाईँको चाहिँ एकैचोटि 15,000 20,000, होइन, महिनाकोमै हुन्छ भनेर चाहिँ त्यो भन्ने भयो र तपाईँहरू लोभमा फस्नुभयो। त्यो चाहिँ हाम्रो बिजनेसमा हुँदैन। यो बिजनेसमा चाहिँ रातारात धनी पनि हुँदैन। यो बिजनेसमा मेहनत नगरिकन तपाईँले पैसा पनि कमाउन सक्नुहुन्न, होइन। यसमा चाहिँ मेहनत पनि चाहिन्छ। रियल बिजनेस हो, रियल बिजनेसमा टाइम पनि लाग्छ, होइन। अनि तपाईँको अलिकति सक्सेस हुनको लागि तपाईँले चाहिँ अलिकति मेहनत पनि गर्नुपर्छ, कन्सिस्टेन्सी हुनुपर्छ, अनि लर्न गर्छु भनेर चाहिँ आउन सक्नुपर्छ। किनभने स्क्याम गर्ने मान्छेहरूले चाहिँ तपाईँले के पनि गर्नु पर्दैन, घरमै बसेर चाहिँ मजाले तपाईँको 5,000 को 10,000 यो दुई दिनमै दिन्छु, 15 दिनमै दिन्छु भनेर चाहिँ भन्छ, त्यो चाहिँ स्क्याम हो। चाहिँ त्यही भएर चाहिँ बुझेर अगाडि बढ्नुहोस्, होइन, बुझेर अगाडि बढ्नुहोस्। अघि नै हामीले भनिसकेको छौँ, युएसमा चाहिँ चाहिँ सोसल सेक्युरिटी राखेर, होइन, तपाईँको W2 भरेर तपाईँले चाहिँ यो चाहिँ तपाईँको बिजनेस रन गर्नुपर्छ भने यसको साथसाथै चाहिँ तपाईँलाई वर्षको अन्तिममा 1099 ट्याक्स डकुमेन्ट आउँछ र तपाईँले आइआरएसमा चाहिँ तपाईँले ट्याक्स फाइल गर्नुपर्छ। भनेपछि यो बिजनेस तपाईँको स्क्याम हो कि होइन भन्ने कुरा तपाईँ आफैले नै छुट्याउनुहोस्, होइन। जसैको अलिकति दिमाग छ, जोसित अलिकति बुद्धि छ, उसले पक्कै पनि थाहा भइसक्यो। किनभने सोसल सेक्युरिटी प्लस तपाईँको लिगल डकुमेन्ट नभइकन यो बिजनेस सुरु गर्न सकिँदैन भनेपछि त्यो स्क्याम भन्ने कुरा त यसमा त प्रश्न नै उठ्दैन भन्न चाहन्छु। वाउ, हजुरलाई धेरै धेरै धन्यवाद। एकदमै स्पष्ट पारिदिनु भयो र धेरै साथीहरूलाई पनि अब हाम्रो यो सोसल मिडियामा लाइभ हेरिराख्ने धेरैलाई पनि अब चाहिँ धेरै कुरा स्पष्ट भयो होला कि यो हाम्रो बिजनेस चाहिँ कस्तो रहेछ भन्ने कुरा। र यो बिजनेस चाहिँ हो वास्तवमै पनि रियल हो। हामीले चाहिँ जुन देशबाट, संसारको होलको जुनसुकै कुनाबाट पनि यो बिजनेसलाई रन गर्न सक्छौँ। तर त्यो देशको नियम कानुनमा, रुलमा रहेर हामीले यो बिजनेसलाई रन गर्न सक्छौँ। अघि नै भनिसक्नुभयो, युएस भित्र रहेर चाहिँ हामीले सोसल सेक्युरिटी र 1099 मार्फत चाहिँ हामीले गभर्मेन्टलाई ट्याक्स तिर्छौँ भने जस्तै अब सस्तै संसारभरि जुनसुकै कुनाबाट पनि यो बिजनेस गर्नेहरूले चाहिँ त्यो देशको रुल कानुन र त्यो देशलाई ट्याक्स तिरेर हामीले चाहिँ यो बिजनेसलाई चाहिँ सजिलै रन गर्न सक्ने भयौँ। जस्तै आज फेसबुक, टिकटक, युट्युब हामीलाई चलाउन संसारको जुनसुकै कुनाबाट पनि चलाउन सक्छौँ। त्यस्तै यो बिजनेस पनि त्यही आकारमा डिजाइन गरिएको छ। वास्तवमा पनि उहाँले अब स्पष्ट पारिसक्नुभयो। र अर्को पनि धेरैले सोध्ने प्रश्न म हजुरलाई चाहिँ गर्न चाहन्छु। धेरैले चाहिँ यो बिजनेस चाहिँ इङ्ग्लिस मात्रै जानेकोले पो गर्ने हो कि
या सामान्य व्यक्तिले पनि गर्न सक्ने हो भन्ने र सोध्ने गर्नुहुन्छ, त्यसमा पनि हजुरले चाहिँ केही स्पष्ट पारिदिनुहुन्छ कि आज चाहिँ अब यो सक्सेस स्टोरी भएको कारणले के कुरा क्लियर पारेर जाउँ न भन्ने कुरा नै हो। धेरै धेरै धन्यवाद फेरि सोमजीलाई अर्को प्रश्नको लागि। र प्रश्न रह्यो अब यो चाहिँ इङ्ग्लिस जानेकै हुनुपर्छ भन्ने कुरा चाहिँ तपाईँको प्रश्न रहेको छ। धेरै साथीहरूले चाहिँ इङ्ग्लिस जान्नै पर्छ, त्यसमा चाहिँ एक्सपर्ट हुनैपर्छ भन्ने चाहिँ हुँदैन यो बिजनेसमा चाहिँ। किन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यस्तो ट्रेनिङ दिएको छ जसमा चाहिँ तपाईँले चाहिँ होइन त्यो ट्रेनिङ चाहिँ तपाईँले आफ्नै भाषामा चाहिँ होइन संसारमा अहिले जति पनि भाषाहरू जुन चाहिँ पपुलर भाषाहरू छ त्यो पपुलर भाषाहरूमा चाहिँ हाम्रो ट्रेनिङ रहेको छ। अनि तपाईँहरूलाई सिकाउने भनेको पनि हाम्रो चाहिँ मेन्टर कोचहरू पनि नेपाली नै हुन्छ। अनि त्यसको साथसाथै चाहिँ तपाईँलाई तपाईँको टिम जति पनि टिम कम्युनिटीहरू हुन्छ उहाँहरू सबै एउटै टिममा हुने भएकोले चाहिँ यसमा चाहिँ तपाईँले होइन एकदमै इङ्ग्लिस आउनुपर्छ। अलिअलि तपाईँले लेख्न पढ्न आयो भने चाहिँ पुगिहाल्छ है। त्योभन्दा धेरै एक्सलेन्ट रूपमा चाहिँ होइन फरर इङ्ग्लिस बोल्न सक्ने अनि लेख्न सक्ने चाहिँ हुनु पर्दैन। यसमा चाहिँ हामीले नेपालीबाट नै हामी चाहिँ ट्रेनिङ दिन्छौँ, नेपालीबाट नै तपाईँले चाहिँ ट्रेनिङ लिन सक्नुहुन्छ भने भिडियो बेस्ड ट्रेनिङ छ, त्यो पनि पुरै ल्याङ्ग्वेज कन्भर्ट हुन्छ र तपाईँले चाहिँ मजाले त्यो चाहिँ एकदम स्टेप स्टेप बुझेर चाहिँ तपाईँले यो लिन सक्नुहुन्छ। त्यही भएर चाहिँ यसमा चाहिँ 100% तपाईँलाई इङ्ग्लिस आउनुपर्छ, एक्सलेन्ट हुनुपर्छ भन्ने छैन। थोरै लेख्न पढ्न जाने भने चाहिँ तपाईँले चाहिँ होइन मजाले चाहिँ यो बिजनेस चाहिँ गर्न सक्नुहुन्छ। किन भन्दाखेरि ल्याङ्ग्वेज यसमा चाहिँ ल्याङ्ग्वेजको कुनै पनि बेरियर छैन होइन। यसमा चाहिँ अब चाइनिजदेखि लिएर होइन फिलिपिनोदेखि लिएर मेक्सिकनदेखि लिएर हरेक ल्याङ्ग्वेज चाहिँ होइन तपाईँले चाहिँ चेन्ज गरेर चाहिँ तपाईँले सिक्न सक्नुहुन्छ। नेपालीमा पनि छ है। त्यही भएर चाहिँ यो बिजनेसमा आउनको लागि यो बिजनेस गर्नको लागि चाहिँ तपाईँलाई एकदमै फेरि कम्प्युटरमा एकदम स्मार्ट रूपमा चाहिँ कोडिङ गर्न आउनु पनि त्यस्तो केही पनि चाहिँदैन। सामान्य तपाईँलाई फेसबुक टिकटक इन्स्टाग्रामहरूमा पोस्ट गर्न आउँछ भने यो बिजनेसमा तपाईँले होइन मजाले चाहिँ गर्न सक्नुहुन्छ र ल्याङ्ग्वेजको कुनै पनि हाम्रोमा चाहिँ बेरियर छैन भन्न चाहन्छु है त। वाह, धन्यवाद हजुरलाई। अब भाषाको पनि हजुरले स्पष्ट पारिदिनै हाल्नुभयो र हो वास्तवमै पनि यो हाम्रो बिजनेस चाहिँ यस्तो एमेजिङ बिजनेस छ कि किनकि यो हाम्रो चाहिँ सबै भाषामा भएको हुनाले म जस्तो एउटा उबर ड्राइभरले पनि गर्न सक्ने बिजनेस भनेपछि अब तपाईँहरू आफै मूल्याङ्कन गर्नुहुन्छ। अब म नेपाल पढेको नेपाली अलिअलि लेख्न जान्ने व्यक्तिले पनि यो बिजनेसलाई चाहिँ सजिलै तरिकाले रन गरिराख्नु भएको छ भने अवश्य पनि हामी जस्ता हरेक व्यक्तिले चलाउन सक्छौँ। अहिलेको जमानामा हामीले टिकटक फेसबुक चलाउन नजान्ने भन्ने वास्तवमा कोही पनि छैन होला। हो वास्तवमै पनि यो बिजनेसमा चाहिँ हाम्रो ल्याङ्ग्वेजको बेरियर छैन। हामी जुनसुकै भाषामा पनि हामीलाई आफ्नो मातृभाषा बोल्न सक्छ भने यो बिजनेसलाई चाहिँ हामीलाई सजिलै रन गर्न सक्ने भयौँ। त्यसको लागि हजुरले स्पष्ट पारिदिनु भयो, त्यसको लागि हजुरलाई धन्यवाद। र फेरि म अरू प्रश्न चाहिँ तपाईँलाई सोध्न चाहन्छु। धेरैको एउटा के क्वेसन आउने गर्छ भने यो बिजनेस चाहिँ यसको अफिस कहाँ छ अनि यसको स्टोर कहाँ कहाँ छ, स्टोर खोलेरै बस्नुपर्ने हो कि भन्नेको धेरैको पनि जिज्ञासा मैले पाउने गर्छु। यसको बारेमा हजुरले केही स्पष्ट पारिदिनुहुन्छ कि हाम्रो अफिसहरू कहाँ कहाँ छन् र हाम्रो चाहिँ यो प्रोडक्ट्सहरू सेल गर्नुपर्ने हो कि होइन भन्ने कुरा पनि केही हजुरले चाहिँ मेरो दर्शकहरूलाई स्पष्ट पारिदिनु भने अझै राम्रो हुने थियो भन्ने आशा गर्दछु। किन आवाज आएन त हजुरको? एकदम मैले भर्खर म्युट गरेको थिएँ। अब यो चाहिँ यस्तो हो तपाईँको अनलाइन बिजनेस हो होइन। यसमा चाहिँ अब तपाईँको होइन आफूले तपाईँले चाहिँ आफ्नो घरमा बसेर मजाले चाहिँ गर्न सकिन्छ भने यसको फिजिकल होइन यो वर्ल्ड वाइडमा चाहिँ 46वटा होइन तपाईँको चाहिँ कन्ट्रीहरूमा छ भने यहाँ युएसमा पनि हाम्रो चाहिँ होइन 15देखि 20वटा चाहिँ फिजिकल लोकेसन्सहरू रहेको छ होइन। मेन हाम्रो चाहिँ क्यालिफोर्नियाको सेन डिएगोमा त झन् एकदम हाम्रो हेड अफिस नै रहेको छ भने अनि अरू धेरै होइन सिकागो न्युयोर्कदेखि लिएर होइन फ्लोरिडादेखि लिएर धेरै ठाउँमाहरूमा चाहिँ हाम्रो फिजिकल लोकेसनहरू रहेको छ। अनि त्यसबाट अनि हामी चाहिँ डिजिटलाइज भएको हुनाले चाहिँ हामी चाहिँ अफिसभन्दा पनि हाम्रो चाहिँ घरबाट नै सबै कामहरू हुने भएको हुनाले चाहिँ होइन तपाईँ चाहिँ अनलाइन पनि भनेको हो। र हामीले चाहिँ यसमा चाहिँ प्रडक्टहरू सेल गर्ने भन्दाखेरि पनि हामी डिजिटल कुराहरू चाहिँ हामी तपाईँहरूलाई सिकाउँछौँ। जस्तै फेसबुक टिकटक इन्स्टाग्राम युट्युबहरूमा चाहिँ कसरी चाहिँ तपाईँले एट्र्याक्सन मार्केटिङ गर्न सकिन्छ, कसरी चाहिँ कन्टेन्ट क्रिएट गर्न सकिन्छ र त्यो सोसल मिडियाहरूलाई चाहिँ कसरी युज गर्ने त्यो होइन। धेरै मान्छेहरूले चाहिँ होइन इन्टरटेनमेन्टको रूपमा मात्र युज गरेको छ र उहाँहरूले चाहिँ आफ्नो टाइम वेस्ट गरेको छ भने त्यही टाइम वेस्ट गरेको समय र त्यहीलाई
चाहिँ कसरी युज गर्ने र त्यसबाट चाहिँ कसरी पैसा कमाउने भन्ने कुरा चाहिँ हामीले सिकाउने हो। यसमा चाहिँ तपाईँहरूलाई है यसमा चाहिँ टुल्स टेक्निक ट्रेनिङहरू सबै दिइन्छ र तपाईँलाई होइन भिडियो बेस्ड ट्रेनिङ मार्फत चाहिँ यी कुराहरू कसरी चलाउने हो, जस्तै फेसबुक टिकटक इन्स्टाग्राम युट्युब र पेन स्ट्रिट होइन गुगल यी सम्पूर्ण माध्यमहरूलाई चाहिँ कसरी चाहिँ तपाईँ चाहिँ त्यसमा स्मार्ट हुने, कसरी चाहिँ त्यसबाट चाहिँ धेरैभन्दा धेरै फाइदा लिने र त्यसबाट चाहिँ तपाईँले इन्कम गर्ने भन्ने कुरा चाहिँ हामीले सिकाउने हो है। अनि अघि नै भने फिजिकल हाम्रो पनि छ र यो बिजनेस चाहिँ होइन 52 इयर्स अगाडिदेखि सञ्चालन भएको हो भने हाम्रो चाहिँ डिजिटलाइज भएको चाहिँ 11 इयर्स रनिङ भइरहेको छ होइन। त्यही भएर चाहिँ यो अनलाइन देखेको हो तपाईँहरूले होइन। पहिला यो फिजिकल रूपमा चाहिँ थियो भने अहिले अनलाइन पनि यसबाट सञ्चालन गरेको छ। हामी चाहिँ तपाईँहरूलाई डिजिटलाइज चाहिँ सबै कुराहरू चाहिँ सिकाउँछौँ होइन। कसरी चाहिँ अहिलेको सोसल मिडियालाई युज गरेर चाहिँ हामीले पैसा कमाउने भन्ने कुरा चाहिँ त्यसलाई चाहिँ तपाईँहरूलाई मेन सिकाउने चाहिँ त्यही हो है त। हजुरले यो चाहिँ अब कसरी गर्न सकिने रहेछ, यसको स्टोरहरू छ कि छैन भन्ने कुरा पनि स्पष्ट पारिदिनु भयो, त्यसको लागि धन्यवाद। वास्तवमै पनि यो बिजनेसको चाहिँ मेन फोकसै भनेको चाहिँ डिजिटल मार्फत गरिने भएकोले गर्दा चाहिँ हामी अब त्यस्तो हाम्रो प्रोडक्ट्सहरू त्यति हामी एडभर्टाइजहरू गर्दैनौँ, किनकि हाम्रो चाहिँ डिजिटल माध्यम मात्रै चाहिँ हामीले चाहिँ बाहिरसम्म पुग्ने भएकोले गर्दा पनि यो बिजनेस चाहिँ एकदमै एमेजिङ छ भन्नुको कारणै हाम्रो त्यही हो। र यति भन्दै आजको यो लाइभमा चाहिँ हजुरहरूले अहिलेसम्म यो बिजनेसबाट पाउनु भएको बेनिफिटहरू र यो बिजनेसमा आबद्ध भइसकेपछि के कुरा चाहिँ पाइन्छ भन्ने कुरा पनि मेरो दर्शकहरूलाई चाहिँ हजुरले स्पष्ट पारिदिनु भयो भने चाहिँ अझै राम्रो हुने थियो कि। एकदम धेरै धेरै धन्यवाद है हाम्रो सोमजीलाई। अनि यो अनलाइन डिजिटल बिजनेसमा लागिसकेपछि चाहिँ मैले के पाएँ भन्ने कुरा चाहिँ आज चाहिँ गर्न गएको छु। मेरो अनि छोटो स्टोरी पनि सेयर गर्न चाहन्छु होइन। अब धेरै कुराहरू पाएँ मैले यो बिजनेसमा। मैले चाहिँ अब 8 वर्ष 9 वर्ष अरूको काम गर्दाखेरि जुन कुराहरू पाएको थिइनँ, आज चाहिँ मैले यो बिजनेस सुरु गरिसकेपछि चाहिँ मैले 2 वर्ष 2 वर्षमा नै त्यो कुराहरू सम्पूर्ण पाएको छु। अब सुरुमा त अब म 2016मा होइन यो युएसएमा आएको थिएँ। 2016मा युएसएमा आउँदाखेरि होइन मैले आज बिजनेस फाइनेन्समा मास्टर्स डिग्री शङ्करदेवबाट गरेर आएको भए पनि यहाँ आएर चाहिँ त्यही क्वालिफिकेसन अनुसार चाहिँ मैले काम पाउन सकेन। प्लस त्यसको साथसाथै चाहिँ अब होइन युएसएमा आइसकेपछि आफ्नो सस्टेन त गर्नै पर्यो, खाना लाउनु पर्यो, बाँच्न त पर्यो। त्यही भएर चाहिँ मैले चाहिँ एउटा रेस्टुरेन्टबाट काम सुरु गरेँ। त्यहाँबाट काम गर्दाखेरि चाहिँ होइन स्क्रैचबाटै गर्नु पर्यो होइन। मेरो पढाइ त्यो सबै कुराहरूले चाहिँ कुनै पनि कुराहरू त्यहाँ यहाँ युएसएमा आज जस्तो म्याच चाहिँ नभइसकेपछि चाहिँ जबहरू नपाइसकेपछि चाहिँ मैले अब बाध्य भएर चाहिँ गर्नै पर्यो। र मैले चाहिँ त्यो गर्दै चाहिँ मैले रेस्टुरेन्टमा काम गर्दाखेरि चाहिँ होइन धेरै अब सबै धेरै जस्तो रेस्टुरेन्टमा जो काम गर्नुभएको छ उहाँहरूलाई थाहा छ त्यसो किचनको पीडा होइन कति गाह्रो हुन्छ होइन। त्यस्तो होइन एकदमै हाई फ्लेममा होइन तपाईँको एकदमै गर्मीमा पनि हामी चाहिँ होइन तपाईँको खानाहरू रेडी गर्नुपर्ने, त्यस्तै चाहिँ तन्दुरीहरू बनाउँदाखेरि चाहिँ मेरो हातहरू जलेको थियो होइन। अनि त्यो सम्झिँदा त एकदमै होइन कहाली लाग्दो, अहिले चाहिँ सपना जस्तो पनि लाग्छ होइन। त्यो दिनहरू रोएका दिनहरू होइन दिनदिनै अब तपाईँको होइन अमेरिका आइसकेपछि ठुलो सपना बोकेर आएको एकदमै होइन फिल्ममा देखेको जस्तो लाइफ होला भनेर होइन आएको थियो। तर त्यो चाहिँ नहुने रहेछ। यहाँ आइसकेपछि चाहिँ अब ग्रास लेभलबाट अथवा एकदमै स्क्रैचबाट नै तपाईँले सुरु गर्नुपर्ने, जेरोबाट सुरु गर्नुपर्ने रहेछ। मैले पनि जेरोबाट नै सुरु गरेँ। तर मलाई के खेद छैन भन्दाखेरि मैले चाहिँ धेरै कुराहरू त्यहाँबाट पनि सिकेँ। रेस्टुरेन्टको होइन खाना बनाउनेदेखि लिएर सबै कुराहरू सिकेँ। तर त्यो मात्र जिन्दगी होइन रहेछ होइन। हाम्रो चाहिँ धेरै गर्नुपर्ने सक्ने एकदमै अपर्च्युनिटी भएको देश हो। त्यसमा चाहिँ राम्रो गर्नुपर्छ भन्ने हिसाबले चाहिँ फेरि मैले चाहिँ त्यो रेस्टुरेन्टलाई छोडेर अलिकति होइन बाहिर होइन चार दिवारी होइन रेस्टुरेन्ट भनेको त एउटा चार दिवारी, त्यो पनि फ्रन्ट इनमा काम गर्ने हो भने त अब मान्छेहरूसँग देखा सेक हुन्छ अथवा बोलिन्छ अनि अलिकति इङ्ग्लिस भए पनि राम्रो हुन्छ भने अनि किचनमा काम गर्नेहरूको त केही पनि हुँदैन होइन। त्यही नेपालीमा हामी नेपालीहरू नै भएको रेस्टुरेन्टमा चाहिँ नेपाली नै बोलिन्थ्यो र कहिले पनि प्रगति नहुने देखिसकेपछि चाहिँ मैले चाहिँ होइन अब चाहिँ बाहिर निस्किनुपर्छ भन्ने हिसाबले चाहिँ मैले होइन 6-7 महिना रेस्टुरेन्टमा काम गरेपछि चाहिँ ग्यास स्टेसनमा गएँ। ग्यास स्टेसनमा गइसकेपछि अब त्यही हो सुरुमा रजिस्टर त कसैलाई पनि दिँदैन। हामीले चाहिँ होइन कुलिङ गर्ने, त्यसपछि सफाइ गर्ने, त्यसपछि मात्र हामीले चाहिँ अब रजिस्टर दिन्छ। त्यसपछि हामीले चाहिँ होइन त्यहाँ मान्छेहरू आउन थालिसकेपछि कुरा गर्न थालिसकेपछि चाहिँ हामीले धेरै मान्छेहरूसँग इन्टरेक्सन भइसकेपछि अलिकति इङ्ग्लिस इम्प्रुभ भयो। अनि त्यसपछि अब म चाहिँ यो
ग्यास स्टेसनमा मात्र सीमित रहँदिनँ, किन भन्दाखेरि मैले जति पनि यहाँ युएसमा आएका धेरै आइटी सम्बन्धी होइन आफन्तहरूले काम गरेको देखेर चाहिँ यसमा चाहिँ पैसा छ, यसमा चाहिँ गर्नुपर्छ है, यसमा चाहिँ राम्रो हुन्छ भनेको भएर चाहिँ मैले चाहिँ होइन आइटीको कन्सल्टेन्सीहरूतिर गएँ। त्यस्तै तपाईँको चाहिँ होइन आइटी कलेज पनि पढेँ होइन, 3-4 वर्ष मैले कलेज पढेँ, कन्सल्टेन्सीमा 3-4 वर्ष गरेपछि 4-5 वर्षको दौरानमा चाहिँ मैले पढ्दै उबर पनि गरेँ होइन। त्यसपछि अब एमेजन डेलिभरी पनि गरेँ होइन मलाई। अनि त्यसपछि मैले बिजनेसहरू पनि सोच्दै गएँ र त्यो पढ्दै त्यसपछि आइटीको कोर्सहरू लिँदै होइन तपाईँको चाहिँ मिनिमम मैले चाहिँ आफूलाई पैसा घर भाडा तिर्न प्लस तपाईँको होइन खाना खर्च र पढ्नको लागि मात्र मैले चाहिँ होइन स्ट्रगल गरेर चाहिँ त्यति चाहिँ जोगाएर चाहिँ मैले पढ्न थालेँ। र मैले के थाहा थियो भन्दाखेरि चाहिँ होइन अहिले चाहिँ गरेको थोरै कमाए पनि मैले चाहिँ भोलि पर्सि धेरै कमाउन सक्छु भन्ने चाहिँ मलाई थाहा थियो। किन भन्दाखेरि तपाईँको आइटीमा धेरै पैसा हुन्छ। मैले 1-1.5 वर्ष चाहिँ मेहनत गरेँ भने होइन मैले 1-2 वर्षमा चाहिँ नकमाएको पैसा त म 1-2 महिनामै कमाउँछु भन्ने चाहिँ मलाई थियो। त्यसपछि चाहिँ मैले आइटीमा पनि धेरै मेहनत गरेर धेरै ठाउँमा चाहिँ जबहरू गर्न गएँ होइन। त्यहाँ न्युयोर्क पनि गएँ, त्यसपछि अब फ्लोरिडा गएँ होइन, साउथ कोरिया गएँ, के अरे साउथ डेकोटा, त्यसपछि धेरै ठाउँहरूमा चाहिँ मैले चाहिँ जब गरिसकेपछि अन्तिममा चाहिँ यहाँ क्यालिफोर्निया आएर चाहिँ राम्रो कम्पनीमा होइन मैले विगत 5 वर्षदेखि काम गर्दैछु। र त्यो काम गर्दा गर्दै पनि धेरै कुराहरू चाहिँ आफ्नो हुँदैन रहेछ होइन। तपाईँले जतिसुकै काम गरे पनि तपाईँको चाहिँ अब स्यालेरी अनुसार उस्तै नै हुन्छ, $1-1.5 मात्र बढ्छ। अनि त्यो भइसकेपछि होइन यो सधैँ अर्काको काम गरेर त हुँदैन होइन। अनि त्यसको साथसाथै चाहिँ होइन मेरो कोवर्करहरूलाई निकालिदियो। त्यसपछि कोभिड हिट भयो। कोभिड भइसकेपछि धेरैजनाले चाहिँ होइन जब होइन जबबाट ले अफ पायो, मान्छेहरूले चाहिँ जब नपाएर धेरै चाहिँ मान्छेहरूले चाहिँ अलिकति होइन मेन्टल हिसाबमा पनि प्रब्लम भइसकेपछि देखिसकेपछि चाहिँ होइन रहेछ है यो चाहिँ जब भनेको चाहिँ अमेरिकामा होइन सेक्योर नहुने रहेछ। अब चाहिँ मैले चाहिँ के आफ्नै गर्नुपर्छ भन्ने सोचेर चाहिँ मैले चाहिँ यो अनलाइन डिजिटल बिजनेस होइन तपाईँहरूले जस्तै हामीलाई अहिले देखिराख्नु भएको छ त्यसरी नै मैले सोसल मिडियामा भेटेको हो है। त्यसरी नै देखेर चाहिँ मैले यो सुरु गरेको हो। र मैले चाहिँ यसभित्र रहेका ट्रेनिङहरू, यसभित्र रहेका फेसिलिटीहरू देखेर चाहिँ म यो चाहिँ एकदम आकर्षित भएर चाहिँ यो बिजनेसमा आएको। र मैले चाहिँ पहिला सुरुमा चाहिँ यो बिजनेसबाट चाहिँ $500 मात्र महिनाको कमाउन पाए हुन्छ भनेर छिरेको होइन। अहिले चाहिँ 500को 0-0 राखेर पनि मैले कमाइरहेको छु मन्थली होइन। पछाडि 0-2 राखेर पनि कमाइरहेको छु होइन मन्थली। भनेपछि त्यो पनि फुल टाइम गरेर यसमा चाहिँ पार्ट टाइम दिएर मैले यसमा गरिरहेको छु भनेपछि यसको धेरै फाइदाहरू छ होइन। अब धेरै फाइदाहरूमा चाहिँ अब मैले के पाएँ भन्दाखेरि मैले सोसल मिडियाहरू मा चाहिँ कसरी कन्टेन्ट बनाउने, कसरी चाहिँ त्यसलाई होइन टार्गेटिङ गर्नेदेखि लिएर सबै कुराहरू चाहिँ सोसल मिडियाबाट कसरी पैसा कमाउने भन्ने कुरा पनि सिकेँ। अर्को कुरा भनेको त कम्युनिटीबाट होइन आफ्नो लाइफको लक्ष्य के हो, ड्रिम के हो, कसरी चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुराहरू पोजिटिभ माइन्डसेट भएका होइन कम्युनिटीका फ्रेन्ड्सहरू अथवा टिमका साथीहरूबाट पनि धेरै सिकेँ। टप लिडरहरूबाट पनि धेरै कुराहरू सिकेँ होइन। अरूको भन्दा पनि पर्सनल ग्रोथ चाहिँ धेरै भयो मेरो होइन। पहिला यसरी मैले बोल्न पनि जानेको थिइनँ होइन। पहिला एउटा माइक समात्दाखेरि पनि ठर्र काम्ने मान्छे अहिले आज होइन यहाँबाट होइन हरेक क्वेसनको प्रश्नको उत्तरहरू दिएर यसरी लाइभ आउन सकेको छु। एउटा पर्सनल ग्रोथ पनि भयो, एउटा चाहिँ पब्लिक स्पिकिङ गर्न सक्ने पनि क्षमता मप्रति वृद्धि भयो भने अर्को त पैसा भनेको त छँदैछ होइन। पैसा त अब कमाइहालिन्छ मजाले होइन। अनि अर्को भनेको त अब यो बिजनेस चाहिँ तपाईँले जहाँसुकैबाट पनि गर्न सक्ने होइन। म सुत्दाखेरि पनि मेरो चाहिँ के हुन्छ भन्दाखेरि इन्कम भइरहेको हुन्छ। यो बिजनेसमा चाहिँ त्यो विशेषता छ। यसको विशेषता भनेको चाहिँ अटोमेसनले काम गर्ने भएकोले चाहिँ जहाँ जाँदाखेरि पनि म घुम्न जाँदाखेरि पनि मेरो ब्याकग्राउन्डमा चाहिँ मेरो बिजनेस चलिरहेको हुन्छ र त्यसबाट चाहिँ मलाई बाहिर कस्टमर आएर पैसाहरू मेरो चाहिँ जेनेरेट भइरहेको हुन्छ। त्यो कुरा भयो। अनि अब यो बिजनेसलाई चाहिँ 5 देखि 6 वर्षसम्म तपाईँले कन्टिन्यू रूपमा चाहिँ तपाईँले गर्दै जानुभयो भने तपाईँलाई चाहिँ होइन तपाईँले चाहिँ लाइफ टाइम बोनस मन्थली 5,000 अनि त्यसपछि इन्टाइटल बोनस 25,000 पनि तपाईँले पाउन सक्नुहुन्छ। अनि त्यसको साथसाथै त्यसपछि तपाईँले चाहिँ आफ्नो त्यो शेषपछि चाहिँ तपाईँले लेगेसी ट्रान्सफर गर्न पाउनुहुन्छ होइन। आफ्नो बच्चाहरूलाई तपाईँले चाहिँ यो बिजनेस ट्रान्सफर गर्न पाउनुहुन्छ र त्यो सुविधा तपाईँको बच्चाहरूले पनि आफ्नो लाइफ टाइमसम्म पाउँछ भने चाहिँ यस्तो बेनिफिट भएको होइन
जुन चाहिँ बिजनेस छ त्यो चाहिँ अरू कुनै पनि बिजनेस छैन होला। तपाईँहरूले अरूको कम्पनीमा 65-70 वर्षसम्म पनि तपाईँले काम गर्नुभयो भने तपाईँले पाउने भनेको एउटा चाहिँ होइन तपाईँको सोसल सेक्युरिटी पाउनुहुन्छ, त्यो पनि महिनाको 500,000 पाउनुहुन्छ। त्यो पनि तपाईँले आफैले जम्मा गरेको पैसा हो होइन, कम्पनीले दिएको होइन नि। पक्कै पनि त्यो जस्तो पेन्सनहरू चाहिँ यसमा चाहिँ तपाईँले 4 देखि 5 वर्षसम्म चाहिँ राम्ररी बिजनेस गर्नुभयो भने चाहिँ पक्कै पनि यसमा पनि तपाईँले पाउन सक्नुहुन्छ। $5,000 लाइफ टाइमसम्म भनेको त्यो चाहिँ चान्चुने कुरा होइन। त्यो ठुलो बेनिफिट चाहिँ यसमा रहेको छ। अनि त्यसको साथसाथै चाहिँ तपाईँको चाहिँ जति पनि तपाईँले चाहिँ नयाँ टेक्नोलोजीहरू, एआई होइन, त्यसपछि जति पनि कुराहरू छ, नयाँ टेक्नोलोजीका कुराहरू चाहिँ धेरै सिक्न पाउनुहुन्छ। नयाँ टुल्स, टेक्निक्सहरू चाहिँ तपाईँले होइन आफूले चाहिँ सिक्दै जान सक्नुहुन्छ। र अरू भनेको चाहिँ तपाईँको होइन बेलामै तपाईँले आफूले सेभिङ गरेर आफूले चाहिँ चाहेको ड्रिमहरू पुरा गर्न सक्नुहुन्छ। र त्यसको साथसाथै चाहिँ तपाईँले चाहिँ होइन आफ्नो टाइम एन्ड फाइनेन्सियल फ्रिडम पनि पाउन सक्नुहुन्छ। र जुनसुकै समयमा पनि तपाईँले चाहिँ यो बिजनेस रन गर्न सक्नुहुन्छ। चाहे तपाईँ घुम्न जाओस्, चाहे तपाईँको फ्यामिलीसँग रमाइलो गर्दै होस्, तपाईँको लागि चाहिँ हाम्रो सबै कुरा चाहिँ प्री रेडिमेड हुन्छ। न तपाईँले चाहिँ एकाउन्टेन्ट हायर गर्नुपर्छ, न तपाईँले सेल्स पर्सन हायर गर्नुपर्छ, न तपाईँले होइन स्टकहरू राख्नुपर्छ, केही पनि गर्नुपर्छ। तपाईँको जस्ट काम भनेको चाहिँ सोसल मिडियामा मार्केटिङ गर्ने काम मात्र हो। त्यही भएर चाहिँ यो बिजनेस चाहिँ होइन एकदमै फुल प्याकेजमा आउँछ। तपाईँहरूले चाहिँ यसको धेरै बेनिफिट्सहरू छ, अझै पनि धेरै बेनिफिट्सहरू तपाईँले जान्न चाहनुहुन्छ भने हामीलाई डाइरेक्ट तपाईँले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ भन्दै चाहिँ ब्याक टु हाम्रो सोमजी। वाउ, कति राम्रो स्टोरी। हामीहरूले कुनै पनि चिज स्ट्रगल नगरी चाहिँ पाइँदैन रहेछ भन्ने कुरा हाम्रो एक त मेरो कोच पनि हुनुहुन्छ उहाँ ज्ञान सर, उहाँले भनिदिनु भयो। वास्तवमा कति धेरै उहाँले त्यत्रो पढेर पनि युएस आएपछि रेस्टुरेन्टमा किचनको काम गरेँ भन्नु भनेको अब तपाईँहरूले बुझि नै सक्नुभयो। किनकि युएस भन्ने बित्तिकै जुन हाम्रो नेपालदेखि सोचेर आएका सपना हुन्छौँ ती सोचे जस्तो त्यति सजिलो छैन, किनकि एकदमै हार्ड स्ट्रगल छ वास्तवमै पनि। तर जति हामीले स्ट्रगल गर्छौँ त्यो नै हाम्रो सक्सेसको पहिलो खुट्लो हो। हामी जब स्ट्रगलबाट चाहिँ डरायौँ भने अवश्य पनि फ्युचरमा हामीले काहीँ पनि पुग्न सकिँदैन। मेरो पनि ज्ञान सर जस्तै हो, किनकि मैले पनि रेस्टुरेन्टमै काम गरिसकेपछि त्यहाँबाट चाहिँ अब चाहिँ एकदमै बिहान 7 बजीदेखि बेलुका 12-1 बजीसम्म काम गर्नुपर्ने। त्यो गर्दा पनि सावरलाई खुसी बनाउन नसकिने, त्यो सबैले अहिले रेस्टुरेन्टमा काम गर्ने साथीहरूले अवश्य पनि बुझि नै हाल्नुहुन्छ। त्यो भइसकेपछि म चाहिँ उबरमा आएर आज 8 वर्ष भयो। उबरमा पनि राम्रो इन्कम छ, राम्रै कमाइरहेको छु, राम्रै मेरो फ्यामिली चलाइरहेको छु। तर किन त मैले यो अनलाइन डिजिटल बिजनेस रोजेँ भन्दाखेरि चाहिँ मेरो गाडी एक्सिडेन्ट हुने, मेरो गाडी 2 चोटि त टोटल भइसक्यो। आफूले विचार गर्नुहोस् त कति रिस्की छ। हामीहरू स्ट्रिङ बटार्दा अरूले चलाएको देख्दा कति इजी सजिलो जस्तो लाग्छ, तर ड्राइभिङ त्यति सजिलो काम होइन, एकदमै गाह्रो। त्यसैले गर्दा मैले चाहिँ मेरो फ्युचरमा मेरो बालबच्चाहरूको लागि सोचेर यो बिजनेस आज एकदम सजिलो तरिकाले यस्तो व्यक्तित्वहरूलाई पाउन म एकदमै भाग्यमानी पनि छु। किनकि उहाँहरू जस्तो व्यक्तिबाट चाहिँ मैले धेरै कुराहरू सिक्ने अवसर पाएको छु, मौका पाएको छु। किनकि म पहिला सोसल मिडियामा आएर यसरी बोल्यो भने कसैले गाली पो गरिहाल्छ कि कसैले केही भनि पो हाल्छ कि भन्ने व्यक्ति पनि आज म कन्फिडेन्टका साथ बोल्न सक्ने बनाउने उहाँहरू नै हो। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरेर जसले यो बिजनेस चाहिँ डिजाइन गरेर आज हामीहरू सामु ल्याएर म जस्ता धेरै व्यक्तिहरू, हामी एक्लै छैनौँ कि यहाँ चाहिँ 2-2.5 लाख व्यक्तिभन्दा बढी चाहिँ हामी यो बिजनेसमा आबद्ध भएर काम गर्दै आइरहेका छौँ। त्यसैले गर्दा उहाँहरूले डिजाइन गरेर चाहिँ यो बिजनेस आजसम्म मैले पाएको बिजनेस मध्येको एकदमै पावरफुल बिजनेस लागिसकेपछि चाहिँ यो बिजनेसमा आएर आबद्ध भएर चाहिँ काम गर्ने अवसर पाइरहेको छु, सिक्ने अवसरहरू पाइरहेको छु। नजानेका कुराहरू, हिजो एआई के हो भन्ने कुरा थाहा थिएन, च्याटजिपिटी के हो, त्यसबाट के हुन्छ भन्ने कुरा थाहा थिएन। आज ती कुराहरू सिक्ने अवसर पाएको छु। त्यसैले गर्दा पनि सम्पूर्ण मेरो कोच मेन्टरहरूलाई धन्यवाद दिन चाहन्छु, किनकि आज उहाँहरूको कारणले म यो ठाउँसम्म आइपुग्ने अवसर प्राप्त गरेको छु भन्दै आज चाहिँ यो लाइभ जे जस्तो लागे पनि हजुरहरूले सपोर्ट गरेर हामीहरूलाई सपोर्ट गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै म चाहिँ कमेन्ट पढ्नतिर जान्छु र यो लाइभलाई चाहिँ हामीले यहीँ अन्त्य गर्छौँ।
दीर्घराज जीसी हेलो बोथ अफ यू कमेन्टमा नमस्कार। क्लिक गर्नु न, क्लिक गरेपछि त्यहाँ आउँछ, क्लिक गर्नु त त्यो कमेन्टमा दीर्घराज जोशी क्लिक गर्नु, क्लिक गर्नु न दीर्घराज जोशीको अब भयो हेर्नु अब हजुर भयो, एकदम आयो। तपाईँले पढिदिनु नि त। Hello, both of you. Namaskar. Thank you for amazing business. I am watching from भनेछ। अनि त्यस्तै टिला गङ्गा सिजालीले चाहिँ नमस्कार बोथ अफ यु, आई एम वाचिङ लाइभ भन्नुभयो। त्यस्तै चाहिँ नमस्ते भन्नुभयो। दुर्गा काटले नमस्कार, वाचिङ लाइभ फ्रम जापान नारिता भन्नुभएको छ दुर्गा खत्रीले। अर्को चेन्ज गर्नु त। इन्द्र गिली घलेजीले चाहिँ वेल एक्सप्लेन हेलो नमस्कार हजुरहरूलाई भन्नुभएको छ। मनिषरालाई एकदम फास्ट तपाईँले चाहिँ क्लिक गर्नुभयो। शान्ति कुमारी लिम्बूले सेवा र नमस्ते वाचिङ लाइभ फ्रम हङकङ भन्नुभएको छ। धेरै धेरै धन्यवाद हाम्रो शान्तिजीलाई। त्यस्तै मनिषराले आई एम वाचिङ फ्रम युएसए, थ्याङ्क यू फर सेयरिङ एमेजिङ प्लेटफर्म भन्नुभएको छ। त्यस्तै नमस्कार बोथ अफ यु सोमजी एन्ड आवर रेस्पेक्टेड कोच ज्ञान दाई, आई एम वाचिङ लाइभ फ्रम युएसए ओहायो भन्नुभएको छ। धेरै धेरै धन्यवाद। यति भन्दै सम्पूर्णलाई जति पनि यो लाइभ हेरिसकेपछि चाहिँ यदि हामीहरूले पनि हाम्रो भविष्य चेन्ज गर्नुपर्छ, अब चाहिँ हामी चाहिँ अरूको अन्डरमा, अब हाम्रो ज्ञान केशरले भनि नै सक्नुभयो कति गाह्रो हुँदो रहेछ र त्यो जब पनि हाम्रो लागि चाहिँ सेक्युर नहुने रहेछ भन्ने कुरा पनि दर्शाइसक्नु भएको छ। यदि हजुरहरू यो हाम्रो लाइभ हेरिसकेपछि यो हाम्रो बिजनेसप्रति बुझ्न चाहनुहुन्छ भने हामीहरूको अगाडि स्क्रिनमै हाम्रो बिजनेस वेबसाइटहरू छ, त्यहाँबाट पनि हजुरहरूले चाहिँ बुझ्न सक्नुहुन्छ भन्दै यो आजको लाइभबाट चाहिँ हामी बिदा हुन्छौँ। फेरि नेक्स्ट अरू लाइभहरूमा हामी उपस्थित भएर हामीले जानेका कुराहरू यस्ता यस्तै हाम्रा अग्रज व्यक्तिहरूलाई लिएर हामीहरू आउने नै छौँ भन्दै यो लाइभबाट चाहिँ बिदा हुन्छौँ। हस्त बाई, नमस्ते नमस्कार नमस्ते, सम्पूर्णलाई, थ्याङ्क यू। धन्यवाद।